अब यो योगासनभित्रको एकदमै महत्त्वपूर्ण हामीले श्वास प्रश्वास प्रक्रियाको लागि सबैभन्दा राम्रो हामीले जसरी पनि गर्न सक्छौँ। खाटमा बसेर गर्न सक्छौँ, खुट्टा तानेर गर्न सक्छौँ, सुक्खा आसनमा गर्न सक्छौँ, सिद्ध आसनमा बसेर गर्न सक्छौँ, पद्मासनमा गर्न सक्छौँ। र योगासन गर्दाखेरि तिनवटा कुरोमा हामीले ध्यान दिनुपर्ने तिनवटा कुराहरूमध्ये पहिलो भनेको हाम्रो स्वास्थ्य हो, कस्तो छ हामी प्रत्येक व्यक्तिले हाम्रो स्वास्थ्यको बारेमा जानकारी हुन्छ। दोस्रो भनेको हाम्रो उमेर कति छ, उमेरको आधारले पनि हामीले यसलाई बिस्तारै गर्ने हो अथवा छिटो छिटो गर्ने हो, त्यो छ। तेस्रो भनेको हाम्रो महिलाहरूको लागि अब उनीहरू पिरियड भएका छन् भने उसले गर्न मिल्दैन, त्यो 4-5 दिनसम्म त्यो गर्न मिलेन। पिरियड भएको बेला गर्भवती महिला छन् भने उनीहरू गर्भवती महिलाले अनुलोम विलोम गर्न मिल्छ, तर त्यो हो बिस्तारै गर्नुपर्ने हुन्छ। अब कुन आसनमा बस्ने, त्यो सुक्खा आसन भयो, यो सिद्ध आसन भयो, यो अब पद्म आसन भयो, जुन आसनमा बसेर गर्दा पनि हुन्छ अथवा खाटमा बसेर पनि गर्न सकिन्छ, कतानिर पनि बस्न सकिन्छ। जसरी सजिलो हुन्छ त्यो ढङ्गले गर्नुपर्छ। अब अनुलोम विलोम किन यो आवश्यक छ त भन्दाखेरि हाम्रो फोक्सोको सबैभन्दा राम्रो फोक्सोको सुरक्षा आयु बढाउने उसको लाइफ भनेको हाम्रो लन्चको लाइफ भनेको सबभन्दा श्वास प्रश्वास कति थोरै लिन्छ। अब त्यसरी त हामी बस्न सक्दैनौँ। सामान्यतया भनिन्छ अब मान्छेले 1 मिनटमा 15 पटक श्वास प्रश्वास लिन्छ, फोक्सोले श्वास प्रश्वासको काम गर्छ, कछुवाले 5 पटक मात्रै गर्छ 1 मिनटमा। भनेपछि सबैभन्दा आयु त कछुवाको बढी छ नि, भनेको फोक्सो उसको बलियो छ। हामीले फोक्सो बनाउने के गरी त श्वास कम लिने हो, त्यसको लागि के गर्नु पर्यो, हामीले अनुलोम विलोम गर्नु पर्यो, कपालभाती गर्नु पर्यो, भस्त्रिका गर्नु पर्यो, विभिन्न प्राणायामहरू छ। मेडिटेसन गर्ने मान्छेको हामीले हेर्छौँ ऋषिमुनिहरूको धेरै आयु हुन्छ। किन अब आयु हुन्छ त भनेपछि उहाँहरूको फोक्सोको आयु सबभन्दा बढी हुन्छ। त्यसले के गर्छ, रगतमा अक्सिजनको मात्रा धेरै पुग्ने हो, हामीले लामो सास लियौँ। त्यसको अनुपस्थिति भनेको क्यान्सरको हामी जुन सेलहरू हुन्छ त्यसलाई ड्यामेज गराउँछ, त्यसलाई नष्ट गर्ने काम गर्छ त्यो अनुलोम विलोमले। धेरै अरू त्योसित हाम्रो धेरै अरू कुराहरू पनि स्वास्थ्यलाई लाभदायक लाभ हुने कुराहरू धेरै गर्छ। अब यसलाई अनुलोम विलोम गर्नुको लागि बुढी औँलाले दाहिनेतिर यो खुल्ने हो, दाहिने गर्न हो, देब्रेबाट भित्र तान्ने बिस्तारै। अब देब्रेबाट तान्ने भयो, त्यसैलाई बन्द गर्ने देब्रेलाई, यो दुईवटा औँलाले, यो दुईवटा औँला छ यसलाई बन्द गर्ने। अब यताबाट फाल्यो दाहिनेबाट, बाहिर फालिसक्यो भने फेरि बुढी औँलाले यसलाई बन्द गर्यो, फेरि यताबाट बाहिर फाल्ने है त। फेरि यो बन्द गर्यो, फेरि यहीँबाट तान्यो,